Welcome to day 2 uncut, unfiltered, unedited raw एपिसोडहरू म तपाईँलाई सेयर गर्नेछु भनेर मैले कमिटमेन्ट लिएको छु 26, 27, 28 मा र अनकट अनफिल्टर्ड किन भन्दाखेरि असाध्यै कम टाइम छ सो कम टाइममा जस्ट म रेकर्ड र अपलोड गर्छु ताकि एडिट गरेको भए अझ मोर रिच मोर भ्युजहरू आउन सक्थ्यो तर बट मेरो एउटै मात्र थिम के छ भन्दाखेरि मेरो कन्टेन्ट साँच्चै नै युजफुल जसलाई छ उहाँहरूलाई मात्र रिच आउट होस् भन्ने चाहिँ मेरो मेन थिम छ। सो त्यो कारणले गर्दाखेरि हिजोको सेसनमा के सिक्नु भयो कमेन्ट गरिदिनु होला। अनि कस्तो कस्तो सेसन चाहिँ फर्स्टमा तपाईँलाई चाहिएको छ हिजोको एपिसोडबाट होइन त्यसलाई पनि कमेन्ट गर्नु होला। त्यसलाई मध्यनजर गर्दै म त्यही अनुसारको कन्टेन्ट त्यही अनुसारको तपाईँहरूलाई चाहिँ लर्निङ मटेरियल्सहरू दिँदै जानेछु राइट। सो आजको सेसनमा हामी जम्प गर्नुभन्दा अगाडि थोरै हिजोको म रिभाइज गर्न चाहन्छु र आजको सेसन चाहिँ हामी स्पेसियली के विषयमा कुरा गर्नेछौँ भन्दाखेरि चाहिँ इन्टरनेट एन्टरप्रेन्योरसिप सेक्टर्सहरू कुन कुन छन् अनि त्यो सँगसँगै चाहिँ तपाईँले चाहिँ वाइ यु सुड इन्टरनेट बिजनेस किन सिक्न गर्न जरुरी छ जस्तो लाग्छ होइन त्यो विषयमा पनि तपाईँले पनि अनुभूति गर्नुहोला त्यो विषयमा मनन गर्नुहोला म पनि तपाईँहरूलाई सेयर गर्नेछु। सो म किन इन्टरनेट एन्टरप्रेन्योर वाइ होइन किनभने वाइ भन्ने कुरा यु हेभ टु बी भेरी क्लियर। तपाईँले मेरो एपिसोड पनि हेर्दै हुनुहुन्छ भने यु हेभ टु बी क्लियर कि किन मेरो एपिसोडहरू तपाईँले हेर्दै हुनुहुन्छ किन चाहिँ सिक्दै हुनुहुन्छ होइन। म किन तपाईँलाई इन्टरनेट एन्टरप्रेन्योरसिपको बारेमा सेयर गर्दैछु म आफै पनि किन इन्टरनेट बिजनेस क्षेत्रमा लागिरहेको छु त्यो विषयमा म तपाईँहरूलाई सेयर गर्नेछु र तपाईँको लागि के बेनिफिट्स हुन्छ त इन्टरनेट बिजनेस इन्टरनेट एन्टरप्रेन्योरसिप बिजनेस सेक्टरमा लाग्दाखेरि त्यो विषयमा हामी डिस्कस गर्नेछौँ। सो त्योभन्दा अगाडि म हिजोको कुरालाई थोरै रिभाइज सेसनलाई रिभाइज गर्न चाहन्छु। नयाँ हुनुहुन्छ भने तपाईँहरू प्लिज हिजोको एपिसोडलाई डे 1लाई हेरेर आउनु होला। सो हिजोको एपिसोडमा मैले सर्टमा मेरो इन्ट्रोडक्सन दिएको थिएँ। सो एन्ड देन आफ्टर त्यो सँगसँगै चाहिँ हामीले अपकमिङ मोर देन 500 एपिसोड 26, 27, 28मा के कुराहरू के च्याप्टरहरू सेयर सिक्नुहुन्छ अनि मैले 7-8 इयर्समा जुन सिकेको कुराहरू म सेयर गर्दैछु त्यो सिलेबसहरू के थियो भन्ने विषयमा चाहिँ मैले सेयर गरेको थिएँ। सो प्लिज गो ब्याक एन्ड वाच द्याट एपिसोड। सो अब आजको हाम्रो एपिसोडमा डाइरेक्टली जम्प गरौँ। सो म तपाईँलाई यहाँ स्क्रिन सेयर गर्न चाहन्छु। स्क्रिन सेयर गर्नुभन्दा अगाडि केही कुरा म तपाईँलाई फेरि मनन गर्न चाहन्छु। प्लिज रुल चाहिँ के छ भने तपाईँले नोट र पेन लिनुहोला। डेफिनेटली तपाईँले जे सिक्नुहुन्छ नोट गर्नुहोस्। इट इज भेरी इम्पोर्टेन्ट कि म पनि आफ्नो करियरमा लाग्दै गर्दाखेरि जे कुरा सिकेको छु आई हेभ लट्स अफ डायरी एन्ड नोट्स बुक्स होइन तपाईँको यहाँ है यसरी नोट गर्छु डायरी हुन्छ होइन मसँग कति धेरै कुरा छ जे तपाईँ गर्दै हुनुहुन्छ सिक्दै हुनुहुन्छ त्यो विषयलाई प्लिज लेख्नुहोला। किनभने लेखाइमा पावर हुन्छ भनेर एकजना फिलोसोफरले पनि भन्नुभएको छ होइन र त्यो सँगसँगै तपाईँले जे लाइफमा चाहनुहुन्छ त्यो लेख्नुभयो भने आधा पुरा हुन्छ भन्ने यो मेनिफेस्टेसनमा सिकिन्छ पनि। त्यो कारणले गर्दाखेरि रुल इज भेरी इम्पोर्टेन्ट कि तपाईँले लेख्नुहोस् ताकि तपाईँले यो हेरेर नबस्नुहोस्। सो तपाईँले आफ्नो स्पेस बनाउन जरुरी छ। तपाईँ एटेन्सन दिएर सिक्न जरुरी छ होइन। तपाईँ साँच्चै नै त्यो फिल्डमा रिजल्ट ल्याउनका लागि लाग्नुहुन्छ भने तपाईँ सुतेर तपाईँ बेडमा पल्टेर त्यो त्यो तपाईँको चाहिँ थिम होइन राइट। सो तपाईँ साँच्चै नै रियली वान्ट टु सक्सेस तपाईँ एउटा स्पेस बनाउनुहोस् इन्भाइरोमेन्ट क्रिएट गर्नुहोस् स्टार्ट टु लर्न डिस्टर्बेन्सहरूबाट तपाईँ टाढा बस्नुहोस् एउटा लक गर्नुहोस् आफ्नो कोठालाई। सो यु विल लर्न। अनि कुनै पनि इन्डस्ट्रीमा सफल हुनुभन्दा अगाडि भनेको चाहिँ सफल हुनका लागि चाहिँ यु निड टु वी हेभ टु लर्न थ्योरिटिकल कुरा डेफिनेटली। फर्स्टमा इन्फर्मेसन नलेज म तपाईँलाई भोलि पर्सि कुनै एपिसोडमा एउटा फ्रेमवर्क सेयर गर्नेछु। सो तपाईँ कुनै पनि डक्टर भनौँ न डक्टर डाइरेक्टली अपरेसन गर्नका लागि जाँदैन। फर्स्टमा चाहिँ 20-10-15 इयर्स उसले थ्योरिटिकल कुरा गर्छ इन्टर्नसिप गर्छ एन्ड सी बिकेम डक्टर एउटा हायर लेभलमा हायर इन्कम लेभलमा गर्न पुग्छ। सो तपाईँ इन्टरनेट एन्टरप्रेन्योरसिप बिजनेस क्षेत्रमा लाग्दै हुनुहुन्छ भने पनि वाट यु निड इज लाइक
थ्योरिटिकल नलेजको कुरा फर्स्टमा फाउन्डेसन बनाउन जरुरी छ, अनि बिस्तारै हामी इन्टर्नसिप प्र्याक्टिकल पनि गर्दै जान्छौँ। सो तपाईँहरूले साँच्चै नै बेटर गर्दै जानुभयो भने र मसँग इन्टरेक्ट गर्दै भनौँ न अगाडि बढ्नु भयो भने म तपाईँलाई सर्टेन प्रोजेक्ट्सहरू पनि दिँदै जानेछु, होमवर्कहरू पनि दिँदै जानेछु होइन। सो द्याट कि त्यसमाथि हामी गरेर बेटर तपाईँ कसरी चाहिँ बेटर एउटा पर्फेक्ट एन्टरप्रेन्योर बन्ने होइन, हामी वर्क एन्ड होमवर्क पनि गरौँला। सो त्यो कारणले गर्दाखेरि कमेन्टमा तपाईँहरूको राय पनि लिभ गर्दै जानुहोस्, सो द्याट मैले तपाईँहरूलाई चिन्छु होइन, तपाईँले मलाई चिन्नुहुन्छ, अनि वी क्यान वर्क लाइक मोर प्रोजेक्ट्स इन अपकमिङ, सिक्दै पनि गर्दै पनि जान्छौँ त्यसरी हुँदाखेरि, राइट। सो आजको सेसनलाई म स्क्रिन सेयर गरेर अगाडि लैजान्छु। आजको सेसन मैले अघि नै तपाईँहरूलाई भने कि सबभन्दा फर्स्टमा आज चाहिँ म तपाईँहरूलाई के सेयर गर्न चाहन्छु भने डिजिटल मार्केटिङको विषयमा मोस्टली म तपाईँहरूलाई सेयर गर्छु। त्योभन्दा अगाडि इन्टरनेट बिजनेस सेक्टर्सको विषयमा म तपाईँहरूलाई सेयर गर्न चाहन्छु। इन्टरनेट बिजनेस सेक्टर्स, सो इन्टरनेटमा चाहिँ कुन कुन सेक्टर्सहरू छन् त, सो तपाईँ अगाडि बढ्दै जाँदाखेरि, अनि हाम्रो आज मेजर पोइन्ट भनेको डिजिटल मार्केटिङ छ। डिजिटल मार्केटिङ चाहिँ किन मैले फर्स्ट प्रायोरिटीमा राख्दैछु त भन्ने कुरा म तपाईँलाई क्लियर पार्न चाहन्छु। फर्स्टमा हियर वी गो। सो इन्टरनेटमा तपाईँ अगाडि बढ्दै जानुहुन्छ भने इन्टरनेटमा चाहिँ अफिलिएट बिजनेस इन्डस्ट्री छ होइन एउटा, सेकेन्ड भनेको डिजिटल मार्केटिङ इन्डस्ट्री छ, अर्को ट्रेडिङ तपाईँले इन्टरनेटमा गर्न सक्नुहुन्छ, चौथोमा तपाईँले चाहिँ आफ्नै स्किललाई चाहिँ के गर्न सक्नुहुन्छ, हिजो नै मैले तपाईँलाई भने कि आफ्नै स्किललाई चाहिँ इन्टरनेटको थ्रुबाट चाहिँ अरूलाई सेयर गर्न सक्नुहुन्छ, अरूलाई तपाईँले चाहिँ हेल्प गर्न सक्नुहुन्छ, सो द्याट यु आर एबल टु मेक मनी। अर्को भनेको इन्टरनेटमा तपाईँले फ्रिल्यान्सिङ पनि गर्न सक्नुहुन्छ, सो यु क्यान मेक मनी थ्रु फ्रिल्यान्सिङ, डिजिटल मार्केटिङ, ट्रेडिङ, अफिलिएट मार्केटिङ। अरू तपाईँले आफ्नै चाहिँ फिजिकल लाइक प्रडक्ट रिलेट तपाईँले इ कमर्स बिजनेस स्टार्ट गर्न सक्नुहुन्छ। सोसियल मिडिया मोनिटाइजेसन तपाईँले युट्युबमा जान सक्नुहुन्छ, टिकटकमा जान सक्नुहुन्छ, फेसबुकमा जान सक्नुहुन्छ, सो द्याट यु क्यान मेक एबल टु मेक मनी होइन। अर्को भनेको चाहिँ तपाईँले आफ्नै ओन एक्सपर्टिजलाई लन्च गर्नुहोस् भन्ने कुरा छ। सो यो मैले अघि नै तपाईँलाई भने यसमै लगभग लगभग पर्छ। अर्को भनेको चाहिँ तपाईँको यो इन्टरनेटमा भनेको चाहिँ अर्को भनेको चाहिँ इन्टरनेटमा तपाईँले ड्रप सिपिङ पनि गर्न सक्नुहुन्छ, अरू अरू थुप्रै वेजहरू छन् तपाईँको चाहिँ इन्टरनेटमा। इन्टरटेन फिल्डमा जानुहुन्छ भने गेमिङ फिल्डमा तपाईँ जान सक्नुहुन्छ होइन। तर मलाई चाहिँ त्यति प्रोडक्टिभ लाग्दैन त्यो इन्डस्ट्री, त्यो कारणले गर्दाखेरि म खासै त्यो इन्डस्ट्रिजको बारेमा सेयर गर्दिनँ। सो थोरै हामी सेसनमा जानु अगाडि चाहिँ अफिलिएट बिजनेसको मार्केट क्याप, ट्रेडिङको मार्केट क्याप कति छ त म थोरै तपाईँसँग चाहिँ कुरा गर्न चाहन्छु, राइट। यहाँ जाउँ, तपाईँ ए वी गो, अप्स, ल यहाँबाट जाउँ, अनि यहाँबाट जाउँ, मेरो भिडियोलाई म यसमा अन गर्न चाहन्छु। सो इन्टरनेट बिजनेस सेक्टर्सहरूको चाहिँ कति मार्केट क्याप छ त, मैले तपाईँलाई इन्टरनेट बिजनेस सेक्टरको विषयमा डिस्कस गर्दै गर्दाखेरि यिनीहरूको मार्केट क्याप कति छ त भनेर चाहिँ बुझ्न जरुरी छ। यो पाँच छवटा मध्ये कुनै पनि लाइनमा तपाईँ जान सक्नुहुन्छ। डिजिटल मार्केटिङ लाइनमा जानुहोस्, तपाईँ अफिलिएट मार्केटिङ लाइनमा जानुहोस्, ट्रेडिङ लाइनमा जानुहोस्, फ्रिल्यान्सिङ लाइनमा जानुहोस्, इ कमर्स लाइनमा जानुहोस्, आफ्नै प्रोग्राम लन्च गर्नुहोस्, त्योभन्दा अगाडि चाहिँ सिक्नुहोस् होइन। जसरी डक्टर भने जस्तै अफिलिएट मार्केटिङ बुझ्नुहोस्, टिचर भने जस्तै डिजिटल मार्केटिङ भनेर बुझ्नुहोस्, अकाउन्टेन्ट भने जस्तै तपाईँको ट्रेडर भनेर बुझ्नुहोस्, तपाईँको फ्रिल्यान्सिङ प्लेटफर्म भने जस्तै तपाईँले पाइलट भनेर बुझ्नुहोस्, अरू इ कमर्समा जाने भने जस्तै तपाईँले चाहिँ इन्जिनियर भनेर बुझ्नुहोस्। तपाईँको मानिसहरूको धारणा के छ भने इन्टरनेटमा केही पनि नगरिकन, केही नसिकिकन आम्दानी हुन्छ, पैसा आउँछ भन्ने पनि छ। नो, तपाईँ सिरियसली यो इन्डस्ट्री, यो सेक्टरमा चाहिँ यु निड टु लर्न, यु निड टु नो मोर अबाउट द सेक्टर्स इन्डस्ट्री, अनि सो द्याट कि यु क्यान वर्क अनि यु क्यान डु द बिजनेस इन फर्दर, राइट। सो त्यो कारणले गर्दाखेरि यो सबै एभ्री सेक्टर्सहरू चाहिँ के हो भन्दाखेरि इन्डस्ट्री हो। यो इन्डस्ट्री मध्ये कुनै पनि इन्डस्ट्रीमा तपाईँ जान सक्नुहुन्छ। सो थोरै म तपाईँलाई चाहिँ यो सेक्टर्सको चाहिँ कस्तो मार्केट क्याप छ भनेर सेयर गर्न चाहन्छु। तपाईँले चाहिँ आफ्नो
गुगलमा पनि गएर चाहिँ टाइप गर्नु होला, अफिलिएट मार्केटिङ मार्केट क्याप इन द वर्ल्ड, मार्केट क्याप इन द वर्ल्ड भनेर चाहिँ तपाईँले टाइप गर्नुभयो भने अफिलिएट मार्केटिङको मार्केट क्याप आज कति छ त, $18 बिलियन छ। राइट, 18 बिलियन। हिजो 7-8 इयर्स अगाडि यसको जस्ट 13-14 बिलियनमा चलिरहेको छ, थियो। एभ्री डे एभ्री इयर इट्स ग्रोइङ मार्केट। सो यो $18 बिलियन मार्केटमा तपाईँ काम गर्न चाहनुहुन्छ, डेफिनेटली यु निड टु लर्न मोर अबाउट द एफिलिएट मार्केटिङ। लेट्स गो डिजिटल मार्केटिङ मार्केट, मार्केट क्याप इन द वर्ल्ड भनेर तपाईँले टाइप गर्नुभयो भने कति छ त, डिजिटल मार्केटिङको लगभग लगभग 708 बिलियन तपाईँको चाहिँ 2023को लगभग यो डेटा रहेछ, अझ धेरै अगाडिको होइन। तपाईँको मैले वेन आई स्टार्टेड इन्टरनेटमा करियर स्टार्ट गर्दाखेरि यसको चाहिँ ओभरअल्ली मार्केट क्याप भनेको इट वाज लाइक 323 बिलियन डलरको आसपासमा छ। डेफिनेटली कोही मेरो कोचिङ सेसनमा हुनुहुन्छ भने स्टिल मेरो रेकर्ड गरेको सेसनहरूमा पाउनु पनि हुन्छ मैले यो मार्केट क्यापहरूको विषयमा भनेको। सो डिजिटल मार्केटिङ, यस्तै तपाईँले ट्रेडिङको चाहिँ ट्रेडिङ मार्केट क्याप, मार्केट क्याप इन द वर्ल्ड भनेर हान्नुहुन्छ भने ट्रेडिङको $1 ट्रिलियन छ तपाईँको, म ट्रिलियन ट्रिलियन द टोटल मार्केट क्याप इन द वर्ल्ड भनेर तपाईँले हान्नुभयो भने $3.9 ट्रिलियन होइन। इट्स ओन्ली लाइक क्रिप्टो करेन्सीको विषयमा भनिरहेछ। फरेक्स मार्केट, कमोडिटिज मार्केट जोड्नु भयो भने चाहिँ यो ट्रिलियन ट्रिलियन डलरको एकदमै ह्युज $1 ट्रिलियन मार्केट क्याप हो ट्रेडिङ इन्डस्ट्री। सो तपाईँ यो $1 ट्रिलियन इन्डस्ट्रीमा पनि वर्क गर्न सक्नुहुन्छ। त्यसको लागि यु निड टु मास्टर, राइट। सो $1 ट्रिलियन मार्केटमा जानका लागि अर्को, अब यसै गरी तपाईँ सोसियल मिडिया मार्केटको पनि आफ्नै चाहिँ मार्केट क्याप छ। तपाईँको इ कमर्स, आज इ कमर्सको हेरौँ है, 16 ट्रिलियनमा चलिरहेको थियो बिफोर केही टाइम अगाडि। इ कमर्स बिजनेस मार्केट क्याप इन द वर्ल्ड भनेर आज हेरौँ है, संसारमा चाहिँ मार्केट क्याप कति छ त भन्दाखेरि 400, यो ठ्याक्कै यसले एक्ज्याक्टली देखाएन तर इट्स मोर देन 16 ट्रिलियन भन्दा बढीको चाहिँ मार्केट क्याप छ इ कमर्स मार्केटको। सो ओभरअल्ली गर्दाखेरि, so those are the industries, those are the sectors where you can hustle or you can learn and do the business, right? So फर्स्टमा अब क्वेसन भनेको चाहिँ के हो भन्दाखेरि which industry you are going to do, right? So कुन इन्डस्ट्रीबाट तपाईँ स्टार्ट गर्न चाहनुहुन्छ, have to clear होइन। म चाहिँ तपाईँहरूलाई सिकाउने चाहिँ डिजिटल मार्केटिङबाट स्टार्ट गर्नेछु। किन डिजिटल मार्केटिङबाट मैले स्टार्ट गर्दैछु त्यो पनि म तपाईँहरूलाई चाहिँ यहाँ भनिहाल्छु। डिजिटल मार्केटिङ चाहिँ यो एभ्री इन्टरनेट बिजनेसको चाहिँ एउटा हर्ट हो होइन। तपाईँले अफिलिएट बिजनेस गर्नलाई पनि डिजिटल मार्केटिङ जान्नु पर्ने हुन्छ। तपाईँले डिजिटल मार्केटिङ बिजनेस नै गर्नुहुन्छ भने पनि डिजिटल मार्केटिङ नै चाहिन्छ। तपाईँले ट्रेडिङ वर्ल्डमा पनि डिजिटल मार्केटिङको नलेज भयो भने एकदमै हेल्प हुन्छ। डिजिटल मार्केटिङको स्किल्सले तपाईँ फ्रिल्यान्सिङ पनि गर्न सक्नुहुन्छ। इ कमर्स बिजनेसमा कम्प्लिटली डिजिटल मार्केटिङ चाहिन्छ। अर्को भनेको चाहिँ तपाईँको चाहिँ सोसियल मिडिया मोनिटाइजेसन सेक्टर्समा भनेको कम्प्लिटली लाइक डिजिटल मार्केटिङकै कुराहरू चाहिन्छ। र अर्को भनेको चाहिँ तपाईँले आफ्नै एन्टरप्रेन्योरसिप, आफ्नै स्टार्टअप सुरु गर्नुहुन्छ भने पनि डिजिटल मार्केटिङ इज भेरी इम्पोर्टेन्ट, चाहिन्छ है। सो त्यो कारणले गर्दाखेरि डिजिटल मार्केटिङलाई चाहिँ फर्स्ट प्रायोरिटीमा राख्नुको रिजन चाहिँ त्यो छ, राइट। सो अब डिजिटल मार्केटिङ गर्नका लागि चाहिँ के स्किल्सहरू चाहिन्छ अनि वाइ टु डु, लाइक यो यो इन्डस्ट्रिजमा किन काम गर्ने होइन, त्यो पनि म तपाईँहरूलाई सेयर गर्न चाहन्छु। अनि त्यो सँगसँगै चाहिँ डिजिटल मार्केटिङ गर्नको लास्टमा चाहिँ डिजिटल मार्केटिङ गर्न के स्किल्स चाहिन्छ, वाट इज डिजिटल मार्केटिङ सेयर गर्छु। ओके, सो यो इन्डस्ट्रिजमा चाहिँ किन तपाईँले काम गर्ने त भन्ने विषयमा अलिकति म तपाईँलाई प्रश्न पार्न चाहन्छु। वाइ यु डु लाइक, किन अफिलिएट बिजनेस गर्ने, किन ट्रेडिङ गर्ने, किन चाहिँ तपाईँले फ्रिल्यान्सिङ इ कमर्स बिजनेसमा जाने भन्ने विषयमा अलिकति हामी डिस्कस गरौँ। नम्बर 1 पोइन्ट, हियर वी गो। सो पोइन्ट टु पोइन्ट एक्ज्याक्टली म तपाईँलाई यहाँबाट सेयर गर्दै जानेछु कि वाइ यु सुड गो विथ लाइक यो इन्डस्ट्रिजमा भन्दाखेरि। सो डेफिनेटली यो इन्डस्ट्रीमा धेरै कुराहरू छ, प्यासिभ इन्कम भन्ने पोइन्ट्सहरू छ होइन। अनि देन आफ्टर तपाईँको चाहिँ
या टाइम फ्रिडम लोकेसन फ्रिडम बिजनेसको कुराहरू छ होइन सो पोइन्ट पोइन्ट वाइज हामी जाउँ है त सो तपाईँ यो इन्डस्ट्री इन्टरनेट बिजनेस इन्डस्ट्रीमा किन जाने भन्दाखेरि नम्बर वान भनेको चाहिँ यु अपडेटेड विथ द टेक्नोलोजी एभ्री डे तपाईँ टेक्नोलोजीसँग अपडेट हुन पाउनुहुन्छ त्यसले गर्दाखेरि तपाईँ आफ्नो ग्रोथ पनि हुन्छ त्यो सँगसँगै आफ्नो फ्यामिलीलाई पनि अवेर गराउन सक्नुहुन्छ ग्रोथ गराउन सक्नुहुन्छ नम्बर वान पोइन्ट नम्बर टू पोइन्ट भनेको चाहिँ तपाईँसँग डेफिनेटली भने नि तपाईँको आफ्नो बिजनेस छ भने त्यसलाई ग्रो गर्नको लागि पनि यसले मद्दत गर्छ त्यो सँगसँगै अरू बिजनेस ओनर्सहरू अरू कलिग्सहरूलाई पनि तपाईँले हेल्प गर्न सक्नुहुन्छ नम्बर थर्ड पोइन्ट भनेको चाहिँ इट इज द बिजनेस लाइक फ्रिडम भन्ने चिज यो इन्टरनेट बिजनेसमा छ सो यु क्यान वर्क एनिवेयर संसारको कुनै पनि ठाउँबाट तपाईँले गर्न सक्नुहुन्छ एनी टाइम तपाईँसँग जस्ट तपाईँको इन्टरनेट बिजनेस गर्नलाई युनिट इज लाइक थ्री थिङ्स मोबाइल इन्टरनेट ल्यापटप एन्ड लाइक योर इगरनेस विलिङनेस टु योर डिजायर टु डु द्याट दिस बिजनेस होइन सो त्यो कारणले गर्दाखेरि यो फ्रिडम भन्ने कुरा यो इन्डस्ट्रिजमा छ अर्को भनेको चाहिँ हार्ड वर्क भन्दा चाहिँ स्मार्ट वर्क पनि भयो है सो अहिलेसम्म लाइक म्याक्सिमम हामी हाम्रो कम्युनिटीले हार्डवर्क मात्र बढी सिकाइरहेको छ यो स्मार्ट वर्क पनि हो सो तपाईँहरूले सुन्नु पनि भएको होला डु द स्मार्ट वर्क नट हार्ड वर्क होइन अर्को भनेको चाहिँ तपाईँले नेसनल इन्टरनेसनल्ली तपाईँले चाहिँ मिनिमम भनौँ न मिनिमम इन्भेस्टमेन्टमा अर मिनिमम तपाईँको रिसोर्सेसमा तपाईँले बिजनेस गर्न पाउनुहुन्छ विच इज अमेजिङ होइन सो हिजोको समयमा लाइक स्टिल बनी कति बिजनेसहरू एउटा सानो एरियामा बिजनेस गरिरहेको इट इज द लाइक वर्ल्ड वाइड बिजनेस अर्को भनेको चाहिँ तपाईँले सोसियल मिडियालाई राम्रोसँग सही सदुपयोग गर्न पाउनुहुन्छ फेसबुक इन्स्टा युट्युब यसमा तपाईँको टाइम वेस्ट भन्दा पनि तपाईँले यु स्टार्ट टु मेक मनी फ्रम दिस प्लेटफर्म्स अर्को भनेको चाहिँ तपाईँले यु क्यान अल्सो लाइक गुड अमाउन्ट अफ मनी इफ यु हेभ द्याट काइन्ड अफ स्किल सिप तपाईँसँग भयो भने चाहिँ राम्रो इन्टरनेटमा तपाईँले चाहिँ अमाउन्ट अफ मनी पनि गेन गर्न सक्नुहुन्छ त्यो सँगसँगै यो यु आर द बोस अफ लाइक योर ओन है सो यसमा तपाईँ कसैको अन्डरमा कसैको प्रेसरमा कुनै पनि बोसको अन्डरमा तपाईँ बस्नु परेन तपाईँ आफ्नै आफ्नै बोस आफै बनेर काम गर्न पाउनुहुन्छ अर्को भनेको चाहिँ आफ्नो ज्ञान सिप दक्षता तपाईँले आफ्नो लागि प्रयोग गर्न पाउनुहुन्छ आफ्नो एन्टरप्रेन्योरसिपको लागि युज गर्न पाउनुहुन्छ द्याट इज द भेरी गुड थिङ कति मान्छेहरू एकदमै एक्सलेन्ट एक्सपर्ट एकदमै एक्सपिरियन्स हुन्छन् तर दे आर वर्किङ फर सम वान होइन सो दे आर लाइक दे निड सेक्युरिटी दे डोन्ट लाइक टु टेक अ रिस्क होइन त्यो कजेसहरू पनि छ त्यो हुनुको बिहाइन्ड होइन सो तर इन्टरनेटमा त्यो अपर्च्युनिटी छ अर्को भनेको आफ्नो ज्ञान सिप दक्षतालाई सेल्फ इन्भेस्ट गर्न भन्ने कुरा मैले गरेँ अर्को 11 पोइन्ट भनेको चाहिँ वर्ल्डको जति पनि आज टेक टप 10 कम्पनीहरू तपाईँहरूले हेर्नुहोस् त्यो सबै चाहिँ इन्टरनेट इन्डस्ट्रीबाट उदाएका छन् टेक इन्डस्ट्रीबाट उदाएका छन् तपाईँले एमाजोनको हिस्ट्री हेर्ने हो भने धेरै लामो छैन अलिबाबाको हिस्ट्री हामीले हेर्ने हो भने धेरै लामो छैन तर दे आर द लाइक मोस्ट जायन्ट बिगेस्ट कम्पनीज इन दिस वर्ल्ड आजको मार्केटमा सो त्यो कारणले गर्दाखेरि उहाँहरू जो जेफ बेजोस थिए अलिबाबाको ज्याकमा थिए दे हेभ अल्सो लाइक अपर इन्टरनेट नै एक्सेस हो तपाईँ र मसँग पनि इन्टरनेट नै एक्सेस हो हाउ वी युज इज लाइक इम्पोर्टेन्ट कुरा होइन जेफले कसरी युज गरेर बिल्ड एमाजोन तपाईँले कसरी युज गर्नु भइरहेको छ र द्याट्स डिसाइड यो फ्युचर होइन मैले कसरी युज गरिरहेको छु द्याट्स डिसाइड माई फ्युचर होइन सो त्यो कारणले गर्दाखेरि 11 पोइन्ट यो छ अर्को भनेको 12 पोइन्ट भनेको चाहिँ यसमा जातीय वर्गीय भेद कुनै हुँदैन लाइक एनीबडी यसले इन्टरनेट बिजनेसले कुनै कलर कास्ट जेन्डर इभन कति तपाईँ पढ्नुभयो त्यो कुरा म्याटर गर्दैन है सो जस्ट युनिट इज डिजायर मैले सुरुमै तपाईँहरूलाई भने कुनै उमेर वर्गले चाहिँ छेक्दैन जस्ट 15 to 18 इयर्सकोले पनि गर्न सक्छ र 78 इयर्सको 80 इयर्सकोले पनि गर्न सक्छ यु क्यान सर्च आउट है आज फ्री छ गुगल छ जिपिटी छ
सर्च आउट गर्नु होला 70-80 इयर्स कोले चाहिँ कस्तो काम गरिरहेछन् त इन्टरनेटमा एन्ड हाउ दे आर मेकिङ भनेर 16-15 इयर्सकोले कसरी गरिराखेको छ हाउ दे आर मेकिङ भनेर सर्च गर्नु होला। तपाईँले क्लियरली पाउनुहुन्छ, मैले यहाँ सेयर गरिराख्नै पर्दैन। अर्को भनेको चाहिँ तपाईँ यु क्यान स्टार्ट लाइक मिनिमम इन्भेस्टमेन्ट मिनिमम रिसोर्सेसमा तपाईँले सुरुवात गर्न सक्नुहुन्छ इन्टरनेट बिजनेस। तपाईँले अन्य बिजनेस स्टार्ट गर्नका लागि इट टेक्स 5 लाख 10 लाख 15 लाख, एउटा सानो क्याफे नै सुरु गर्नु पर्यो भने पनि इट टेक्स अ लट्स अफ मनी। तर इन्टरनेट बिजनेस त्यस्तो बिजनेस हो वे यु क्यान लाइक मिनिमम रिसोर्सेस मिनिमम इन्भेस्टमेन्टमा तपाईँले स्टार्ट गर्न सक्नुहुन्छ। अर्को भनेको चाहिँ तपाईँलाई मैले सुरुमा पनि भने ल्यापटप मोबाइल र इन्टरनेट भएपछि इट्स बिजनेस इज डन। नम्बर 14 पोइन्ट भनेको चाहिँ यु डोन्ट निड कम्पनी। इभन तपाईँले आफ्नै कम्पनी पनि स्टार्ट गर्नु पर्दैन इन्टरनेट बिजनेस गर्नको लागि। मैले पनि आफ्नै आफ्नै कम्पनी सुरुमा खोलेको होइन होइन। वेन आई वर्क आई डु द बिजनेस अनि आई स्टार्टेड द कम्पनी है। सो त्यो कारणले गर्दाखेरि तपाईँ इन्टरनेट बिजनेस गर्नलाई आफ्नै कम्पनी पनि हुनु पर्दैन। म इभन 3 इयर्स विदाउट कम्पनी अरूकै प्लेटफर्ममा बसेर आई वाज डुइङ द बिजनेस। अर्को 16 पोइन्ट भनेको चाहिँ यु यु डोन्ट निड टु क्रिएट प्रडक्ट सर्भिसेस है। सो जब तपाईँ आफ्नै कम्पनी भएन भने सम वान क्रिएट द प्रडक्ट एन्ड सर्भिसेस, त्यसमा तपाईँले वर्क अन गर्नुहोस् राइट। अर्को चाहिँ कलर कास्ट जेन्डर एज यो कुराहरू मैले तपाईँलाई गरिसकेँ। नम्बर 17-18मा यु डोन्ट निड अफिस तपाईँलाई चाहिँदैन, ह्युज इन्भेस्टमेन्ट अर इन्फ्रास्ट्रक्चर तपाईँलाई चाहिँदैन, अर्को धेरै चाहिँ म्यान पावर हुनुपर्छ भयो भन्ने भएन। जस्ट सोलो तपाईँले स्टार्ट गर्न सक्नुहुन्छ एन्ड देन यु क्यान एड द लाइक अप कमिङ डेजमा अपकमिङ फ्युचरमा चाहिँ म्यान पावर एड गर्न सक्नुहुन्छ। यु डोन्ट निड लाइक हाई इन्भेस्टमेन्ट अपफ्रन्ट इन्भेस्टमेन्ट यो कुराहरू छ जुन लाइक हाई इन्भेस्टमेन्ट अपफ्रन्ट इन्भेस्टमेन्ट भनेको के हो भन्दाखेरि जस्तो कि हाई इन्भेस्टमेन्ट एउटा क्याफे खोल्नु पर्यो इट टेक्स 5 लाख 10 लाख, अनि त्यो सँगसँगै अपफ्रन्ट इन्भेस्टमेन्ट भनेको चाहिँ त्यो क्याफे एकचोटि 10 लाख लगानी गरेर चल्दैन नि। लाइक अगेन कुनै सामान जोड्नु पर्यो फेरि इन्भेस्ट गर्नु पर्यो, फेरि अर्कोपट्टि पनि इन्भेस्ट गर्नु पर्यो, जति पनि सामान एड गर्नु पर्यो इन्भेस्ट गर्नु पर्यो। तर इन्टरनेटको प्लेटफर्महरूमा तपाईँले जोडिएर काम गर्दै गर्दाखेरि लाइक इभन जस्तो हामीले मल्टिभर्सिटी गर्छौँ, मल्टिभर्सिटीमा कुनै रिन्युअल फी छैन, कुनै इयरली फी छैन होइन। यस्तो थुप्रै कम्पनीजहरू छन् जहाँ लाइक यु डोन्ट निड अगेन एन्ड अगेन टु इन्भेस्ट होइन तपाईँको आफ्नो बिजनेसको लागि। सो अपफ्रन्ट इन्भेस्टमेन्ट भनेको त्यो कुरा हो। सो द्याट इज द ब्युटी अफ इन्टरनेट बिजनेस। अर्को भनेको चाहिँ यो यस्तो इन्डस्ट्री हो इट इज द लाइक लाइफ टाइम लर्निङ लाइफ टाइम वर्किङ लाइफ टाइम अर्निङ अपर्च्युनिटिज यो इन्डस्ट्रीले दिन्छ तपाईँलाई। इन्क्लुडेड तपाईँ कसले गर्न सक्छ इन्टरनेट बिजनेस भन्दाखेरि स्टुडेन्ट हुनसक्छ, हाउसवाइफ हुनसक्छ, अनइम्प्लोइड हुनसक्छ, बिजनेस ओनर इन्भेस्टर्सहरू हुनसक्छ। सो तपाईँहरूले चाहिँ स्टार्ट गर्न सक्नुहुन्छ, तपाईँहरू त्यस्तो व्यक्तिहरूले सुरुवात गर्न सक्नुहुन्छ। अर्को भनेको चाहिँ वाइ यु सुड द लाइक इन्डस्ट्री यो इन्टरनेट इन्डस्ट्रिजमा जाने भन्दाखेरि इट्स लाइक होम बेस अर लाइक एनिवेयर एल्स इन द वर्ल्ड होइन गर्न सकिन्छ भन्ने कुरा पनि मैले अघि नै जोडिसकेँ। त्यो सँगसँगै यो बिजनेसलाई कुनै पनि नेचुरल डिजास्टरहरूले पनि प्रभाव पार्दैन। लाइक कोभिड आयो, कोभिडमा सबैभन्दा धेरै फर्स्ट आएको बिजनेस इन्टरनेट बिजनेस हो। भूकम्प आए पनि लाइक वान वान स्पेसिफिक अर्थको एरियामा आउला तर अर्को एरियामा अर्को लोकेसनमा त्यो प्रभाव हुँदैन। सो त्यो कारणले गर्दाखेरि यो कुराले पनि इन्टरनेट बिजनेसको ब्युटिनेस वाइ यु सुड किन गर्ने तपाईँले भन्दाखेरि यो यसको ब्युटिनेस हो। यो तपाईँले मनन गर्नुहोला, रियलाइज गर्नुहोला, इफ इट इज राइट जस्तो तपाईँलाई लाग्छ भने यु क्यान स्टार्ट यु क्यान डु द बिजनेस। अर्को भनेको चाहिँ यो सँगसँगै हामी जाउँ अगाडि अगाडि जाउँ तपाईँको चाहिँ या अर्को भनेको मल्टिपल इन्कम स्ट्रिम्स यसमा तपाईँलाई अप्सन हुन्छ। डेफिनेटली तपाईँहरूलाई पछाडि म तपाईँहरूलाई यो इन्कम स्ट्रिम्स एक्टिभ इन्कम प्यासिभ इन्कमहरूको बारेमा पनि म तपाईँहरूलाई सेयर गर्छु। तर इन्टरनेट बिजनेसमा तपाईँ जाँदै गर्दाखेरि यु क्यान क्रिएट मल्टिपल इन्कम स्ट्रिम्स अफ लाइक साइडहरू र एभरेज मिलिनियरहरूले 3 to 7 इन्कम स्ट्रिम बिल्ड गर्छन्। सो यो तपाईँहरूले आफै पनि रिसर्च गर्नुहोला। सो इफ यु लाइक डेफिनेटली इफ तपाईँले फाइनेन्सियल फ्रिडम खोजिराख्नु भएको छ भने द्याट इज भेरी इम्पोर्टेन्ट। अर्को भनेको चाहिँ इन्टरनेट बिजनेस किन गर्ने त भन्दाखेरि
यु आर द ओनर अफ दिस इन्डस्ट्री इन्टरनेटको यही नै कुराहरू ओभरअल्ली मैले यही नै तपाईँलाई सेयर गरेँ किन चाहिँ तपाईँले इन्टरनेट बिजनेस गर्ने होइन तपाईँ किन चाहिँ डिजिटल मार्केटिङ एफिलिएट बिजनेस अर ट्रेडिङ अर फ्रिल्यान्सिङ कुनै पनि स्पेसिफिक एरियामा किन जाने यो 6-7वटा इन्डस्ट्रिजमा किन जाने भन्दाखेरि यो बेनिफिट्स चाहिँ तपाईँले लिन चाहनुहुन्छ भने यु क्यान जम्प दिस इन्टरनेट बिजनेस बुझ्नुभयो सो कमेन्ट गर्नु होला के सिक्नुभयो सो कस्तो लाग्यो कमेन्ट गर्नु होला अब म तपाईँलाई आजको च्याप्टरमा लैजान्छु कि अलिकति डिजिटल मार्केटिङको केही कुरा म तपाईँहरूलाई टच गर्न चाहन्छु आजको सेसनमा र इन्टरनेट बिजनेसकै यो क्षेत्रहरूमध्ये मैले डिजिटल मार्केटिङबाट स्टार्ट गर्ने भन्ने कुरा गरेँ किन गर्ने भन्ने पनि अघि मैले भनिसकेँ तपाईँहरूलाई अब चाहिँ हामी जाउँ कि वाट इज डिजिटल मार्केटिङ अनि डिजिटल मार्केटिङ गर्दै जाँदाखेरि यसको चाहिँ पेरिफेरी कस्तो हुन्छ त त्यो विषयमा चाहिँ म तपाईँलाई सेयर गर्छु सो आजको एपिसोड मलाई लाग्यो लामो भइसक्यो म भोलिको एपिसोडमा चाहिँ डिजिटल मार्केटिङको स्टेप वानबाट तपाईँलाई गाइड गर्नेछु सो 5-7 इन्डस्ट्रिज इन्टरनेटको इन्डस्ट्रिज मध्ये हामी स्टार्ट डिजिटल मार्केटिङबाट गर्छौँ सो डिजिटल मार्केटिङ गर्नलाई के स्किल चाहिन्छ होइन के तपाईँ सिक्नुपर्छ त्यो कुरा पनि भोलिको एपिसोडमा म गर्छु तपाईँहरूलाई आई होप सेसन तपाईँहरूको लागि युजफुल भयो होला के सिक्नुभयो कमेन्ट गर्नु होला यो डे 2 एपिसोडमा हामी डे 3 एपिसोडमा भेट्नेछौँ सो सी यू इन द नेक्स्ट एपिसोड थ्याङ्क यू एभ्रीबडी सो इफ तपाईँहरू नयाँ हुनुहुन्छ भने डोन्ट फर्गेट टु सब्सक्राइब लाइक है सो तपाईँहरूले त्यो गर्नुभयो भने अझ म धेरै अरूलाई पनि यो कुराहरू चाहिरहेको हुनसक्छ होइन इम्पोर्टेन्ट हुनसक्छ रिच आउट हुनसक्छ सो इफ तपाईँहरूको कलिग्स फ्रेन्ड्स कोही हुनुहुन्छ भने आई स्टार्टेड द लाइक र अनकट एपिसोड अफ लाइक एन्टरप्रिन्योरसिप जर्नीको विषयमा लिएर सो सेयर गर्नु होला उहाँहरूलाई पनि हेल्प हुन्छ सी यू इन द टुमोरो सेसन भोलिको सेसनमा हामी भेट्नेछौँ थ्याङ्क यू एभ्रीबडी यो एपिसोडमा कमेन्ट गर्नु होला आफ्नो नाम कहाँबाट हुनुहुन्छ अनि के सिक्नुभयो सो द्याट कि हामी इन्टरेक्ट गर्दै अपकमिङ डेजमा प्रोजेक्ट गर्दै जान सक्छौँ होइन जस्ट तपाईँले वाच मात्र गर्नुभयो हेर्नुभयो लिभ गर्नुभयो हाम्रो इन्टरेक्सन इज भेरी इम्पोर्टेन्ट होइन इन्टरेक्सन भयो भने रियलमा हामीले काम गर्दै जाने हो होइन जस्ट वाच मात्र भयो भने कसले के गरिराख्नु भएको छ सायद गाइड गर्न पनि अलिकति गाह्रो हुन्छ तपाईँहरूलाई थ्याङ्क यू एभ्रीबडी सी